साला कुकुर साला आफ्नै भएर पनि त्यसले मलाई नसम्झेको नबुझेको साला कुकुरलाई म नि के भयो छा त्यो कान्छा ल्याऊ साला के गर्यो 1000 सम्म मलाई पैसा ले म अहिले तँलाई घरमा गएर दिन्छु बजारमा भनेको त बजारमा त्यसो भनेको त औकात र सोकातको पो कुरा गर्यो दुई त्यसकोमा अहिले अलिअलि पैसा भएको होला कि साला चाल दिन्छ किन के गर्यो तिमीले जति नै त्यसले पैसा कमाए पनि त्यसको 1 रुपैयाँ हामीलाई काम लाग्छ र म दिन्थिन र त्यसलाई आफ्नो भाइ सम्झेर मागेको त त्यसको 1 रुपैयाँ के गर्नु पैसा भएको भए नि कमाउँछ त्यसको मुखमा फ्याँकिदिन्थ्यो फ्याँकिदिन्थ्यो पैसा हुनेहरू नि बहुत खतम यो पैसाले मान्छेलाई नि खतम बनाउँदो रहेछ है रिस्ता नाताहरू पनि खतम बनाउँदो रहेछ तिमीले चाहिँ किन मागेको अन्त मलाई त्यहाँनिर एउटा त्यो काम सानो थियो र त गोजीमा पैसा थिएन लेले कान्छ तेरोमा 1000 रुपियाँसम्म छ भनेको त त्यसमा पैसा हुँदा हुँदा पनि दिएन भयङ्कर देखायो त्यसले त मलाई त बजारमा खुच्चिन आफ्नोमा हुँदैन सबैलाई देऊ न खुच्चिन त्यसले त्यति साह्रो देख होइन त्यसकोमा पैसा छ भनेर जग्गा जमिन किनेको छ भनेर जग्गा जमिन त्यसले जग्गा जमिन किनेर त्यसले स्वर्गमा पनि जग्गा जमिन किनेर देखाओस् त लु